चाहिँ अहिले उहाँहरू सबै सरायु घाट गएको हो। सरायु घाट अब रातिको आरती एटेन्ड गर्नु गएको। हामीले चाहिँ अस्ति नै गरिसके। सो उनीहरू अब यहाँ हनुमानगढी राम मन्दिर सबै घुमेर यो रातिको आरती एटेन्ड गर्नु गएको। रातिको गङ्गा आरती हुन्छ यहाँ सरायु घाटमा। यो आरती एटेन्ड गर्नु उनीहरू चाहिँ हिँडेको ओह्रालो। अब हामी चाहिँ घाटबाट आज पनि घाटमै गएको थियो हामी। सबै आरती एटेन्ड गर्नुको लागि गएको हो उहाँहरू चाहिँ। जहाँसम्म हेर्नु त्यहीसम्म मान्छे 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 सरी सबै रामजीको भक्त। आम्मामामा यो हेर्नु सक्नुहुन्छ, यो हेर्नुहुन्छ यो चौराइमा। ओ माइ गड, अब घाटमा है थुप्रिने होला घाटमा आरतीको लागि। आरतीको लागि हनुमानगढीको अगाडि चाहिँ हमेसा यस्तै भिड हुन्छ हौ। यो चाहिँ राम मन्दिर दर्शन गर्नुभन्दा पहिला चाहिँ हनुमानगढी दर्शन गर्नु पर्दो रहेछ। यो एरियामा चाहिँ हमेसा भिड। हनुमानगढी चाहिँ हमेसा भिड हुन्छ, हमेसा यति साह्रो भिड हुन्छ कि यता चाहिँ। यो चाहिँ सही घाट जाने बाटो। आम्मामामामा यति साह्रो रङ्गी चङ्गी भयो। लु जाउँ न थोडा पछि। हात हल्लाउ। आम्मामामा लु आज त हनुमानगढी त नसोचे पनि यस्तो भिड चाहिँ। दुईपल्ट एटेम्प गरिसक्यो, यहाँ त पस्नै सकेन हामी त। यस्तो छ कहाँबाट पस्नु होला। यो के आधी उता गयो आधी यता गयो त। यहाँबाट पसिदिन्छ होइन। पसिसके अहिले चाहिँ गेटबाटै बनाइदिएको। आज लास्ट 1 तारिक हो। अब आइदिएको आज लास्ट दिन हो। यस्तो भक्तजनहरू आउँदैछ। आज चाहिँ
राम मन्दिरको यस्तो भिड छ। नयाँ सालमा चाहिँ यस्तो हुँदो रहेछ। हर हर महादेव। आमामा आज यो लता मङ्गेशकर चौक एकदम भिडभाड चाहिँ यस्तो छ है। लता मङ्गेशकर चौक हो। अहिले चाहिँ बेलुकाको टाइम हो यो। नगर न देऊ न मलाई यो पहिला भिडियो त्यहाँ फोटो ल। देवता भी ऊपर से देखने लगते हैं। बताओ मेरा प्रतिपाद्य परमात्मा है। आज तो देखो सारे लोग अयोध्या वासी सरयू के पावन सरयू के तीर आज खेले रघुनंदन बबुआ खेले रघुनंदन बबुआ खेले रघुनंदन बबुआ। हाथ उठाएगा उठा। लता मङ्गेशकर चौकमा छौँ हामी। यो दिउँसोको अस्ति हामीले रातिको देखायो, यो चाहिँ दिउँसोको हो। यहाँदेखि चाहिँ अब यो घाट जाने हो। घाट जाने हो। यस्तो छ है यहाँको वरिपरिको रमाइलो छ। यस्तो रमाइलो छ यो सोतुम। आशीर्वाद भी दो। ले लीजिए बोल रहे हैं। आशीर्वाद भी दीजिए बाबा जी। ऐसे देंगे देंगे। ओ ऐसे वाला देंगे आशीर्वाद। हमारा छोटा लगा ना। सानू सानू। हाँ ये जी, ये स्टाइल है ना थोड़ा। हाँ स्टाइल में रहने का। जय श्री राम। जय श्री राम। रिसा हेर्नु न अब। हनुमान सयु नदी, सयु घाट भन्छ। रामकी पिँढी सयु घाट यो चाहिँ अयोध्याको यस्तो नजारा छ। आमामामा सबै नआउने। हाय हाय यो सिन यस्तो छ। रामकी पिँढी सयु घाट यो चाहिँ अहिलेको दिउँसोको सिन हो। यो चाहिँ आज त बहुत ही ज्यादा। यो पारि पनि यस्तो छ। यसको पारिपट्टिको सिन देखाउँछ। अब यताको यस्तो छ है। ओ माई गड। सब केटाकेटी एकै ठाउँ डुब्की लाउँदैछ। बाहिरको सिन यस्तो। चारा बोजूहरू यस्तो बनाएर बेचेर के ए हो। ए पारिपट्टिबाट यता सजिलो घाम लाग्दैन। आउँदै रमाइलो रहेछ नि त। पर चाहिँ बोटको रहेछ नि यहाँ। अम्बो हेर है गङ्गा घाटको हर्की पौडी। ए हर्की पौडी अरे यो चाहिँ है। कुपलबाट जान्छ हामी डुबाउँ न ल खुट्टा। अलिक सुक्खा जग्गामा जाउँ न ल। हेर्ने ओ यहाँबाट लु यता डुबान पठाइदिउँ। यहाँ अलिक सुक्खा छ नि त। खुट्टा फल भनेर तिमी मिल। अब कस्तो खसखुरे। यहाँबाट चाहिँ पारिपट्टि सँगै राम्रो देख्छ नि त। यहाँ नै के कहिले मैलामा नराख। नानीहरूको रहेछ ल। यहाँ चाहिँ यस्तो रमाइलो यो
यो चाहिँ दिनको टाइमको हो। ल ल ल ल यहाँ जाने ल ल ल सारा यस्तो सिकेर के दामी देखेको हो कस्तो दामी देखेको यहाँ ल पछाडिको यो चाहिँ सयु घाट भन्छ यो रामकी पेडी सयु घाट आमामा यहाँ त पुरा स्विमिङ चल्दो रहेछ दामी साह्रै रमाइलो छ यो आरतीहरू पनि यतै हुन्छ यता आरती हुन्छ ओपा रामकी पेडी सयु घाट रामकी पेडी आमामामा यहाँ तल हेर्नुहोस् न रमाइलो आमामामा छु जाडो पो लाग्यो मलाई त देखेर कति आनन्द छ हौ यहाँतिर हेर्नु न यस्तो सफा पनि होइन अब यहीँ बेच्छ यहीँ यो गर्छ यहीँ नुहाउँछ यहीँ डुब्की लगाएको होला हो यस्तो छ यो चाहिँ सयु घाट रामकी पेडी सयु घाट भन्छ